आदरणीय रवि लामिछानेज्यू, राष्ट्रिय स्वतन्त्र पार्टी। म पनि एउटा घण्टीको समर्थक। थाहा भएको यो लगभग 3 वर्ष अगाडिदेखि घण्टीको राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएर आफूले भ्यासम्म प्रचार प्रसार र मानिसहरूसँग कुरा गर्ने गरेको छु। तर आज यो बर्दिवास निर्वाचन आयोगमा नोमिनेसन गर्न आउँदै गर्दा यसरी सम्पूर्ण गाडीहरू बिहारबाट चाहिँ आयात गरेर आफ्नो चाहिँ यहाँ नोमिनेसन गराउन आउनु भएको छ। सायद नोमिनेसन कसलाई दिनुभएको छ त्यो पनि राम्ररी पढ्न भ्याएको छैन। यो अत्यन्तै दुखदायी कुरा हो। यसरी चाहिँ गर्नु भएन। यदि हामी नेपालमा चुनाव लड्दैछौँ भनेदेखि नेपालकै स्रोत संसाधन प्रयोग गरेर हामीले चुनाव लड्नुपर्ने हो, या यसरी भारतबाट चाहिँ गाडी आयात गरेर यसरी चाहिँ नोमिनेसन गर्न आउनुपर्ने हो। यो चाहिँ त्यसको जवाब चाहिँ तपाईँले दिनुपर्छ। मलाई अत्यन्तै दुखी लागेको छ। यो ल हेर्नुहोस्, यहाँ टोटल कतिवटा स्कर्पियोहरू छन्। यो हिन्दी सिनेमामा भन्दा बढी चाहिँ देखिएको छ। यो अत्यन्तै दुःख लाग्यो मलाई। किन भन्दाखेरि तपाईँको लागि भनेर, तपाईँकै कुरा र बाल्नेको कुराको लागि म प्रत्येक व्यक्तिहरूसँग एउटा नागरिकको हिसाबले म लडाईँ गरिरहेको छु। यो चाहिँ भएन। यदि यस्तै नै हो भने त कसरी हामीले हाम्रो नेपाल नेपाल भन्ने त? तपाईँले यहाँ देखिरहनु भएको छ र यो कुरालाई तपाईँको कानसम्म पुगोस् र तपाईँले स्पष्ट भनिदिनु पर्यो। यदि नेपालमा चुनाव लडिँदैछ, नेपालकै हकमा काम गरिँदैछ भनेदेखि यसरी बिहारको नम्बर गाडी लिएर, बिहारको नम्बर प्लेटको गाडी लिएर यसरी चाहिँ आफ्नो शक्ति प्रदर्शन यहाँ नेपालमा गर्नु भएन। ठिक छ, उहाँहरू पावरफुल हुनुहुन्छ भने उहाँहरूले यो शक्ति प्रदर्शन बिहारमा गर्नुपर्छ है सभापतिज्यू। यो चाहिँ भएन, यो भएन। म एउटा नागरिक हिसाबले कुनै पनि पार्टीको तपाईँको समर्थक हुँ, तर झोले होइन। यदि मेरो पार्टीले, मैले विश्वास गरेको पार्टीले गलत गर्छ भने म एउटा भुइँमान्छुको हिसाबले म आवाज उठाउँछु नै। तपाईँले यसलाई अब कुन हिसाबले बुझ्नुहुन्छ? सकेसम्म यो भिडियो हाम्रो रवि लामिछानेज्यूसँग पुगोस्